हेलो वेलकम टु माई युट्युब च्यानल नितु गुरुङ। आज चाहिँ म चाहिँ लङ टाइमपछि भिडियो बनाउँदैछु। हामी चाहिँ यता पुतुङ्गी भेडाबारी भन्ने ठाउँमा छौँ, यता काकाको घरमा। हामी सबै फ्यामिलीहरू आएको। यहाँ चाहिँ फुपूले चाहिँ फार्मै खोलेर भेडा। यता फुपूहरू चाहिँ कोसिली पुऱ्याउनु जानुभएको फेरि। यता भेडा फार्मै छ। बिहानै कति बजे 10 बजे बिहानै 9 बजे आएको। बाउले यहाँ अचार बनाएर खाने गुन्द्रुकको अचार हेर्नु तपाईँ बनाएर। ए रङ्गाको मासु, दाल, मासुको दाल, यहाँ पनिर, मटर पनिर, उता लोकलको मासु, लोकल कुखुराको मासु, यता बल बनाएको कुखुराको मासु। यहाँ भाउजू चाहिँ कुक, काका हेल्पर भाउजू। प्लानहरू कस्तो राम्रो प्लान जस मेहनती रहेछ। हामी चाहिँ दाइको घर जानु लाग्यो। फुपूले त मलाई छोडेर गइसकेको छ। हामी चाहिँ काकाहरू चाहिँ नजाने रे, हामी मात्रै। यो चाहिँ नर्थ यो ठाउँलाई चाहिँ यो फर्सीको साग, मकै। यहाँ चाहिँ दाइको घर हो। यो चाहिँ हामी चाहिँ घरमा आएको। म हेर्नु जान्छु। हामी चाहिँ यहाँ फर्स्ट टाइम आएको चाहिँ हामी ताराहरू लिचीको बल्ल म सानोमा यो मलाई याद आयो बल्ल। यहाँ कति धेरै बगैँचाहरू थियो। म सानोमा आएको थिएँ तर घर चाहिँ सानो थियो। म चाहिँ पहिला पनि आएको थिएँ। यो बगैँचा बल्ल याद आयो मलाई। सानोमा आएको थियो तर यत्रो ठुलो घर चाहिँ बनाएको थिएन। यो 10-15 वर्ष पहिलाको कुरा हो। यहाँ सानो घर थियो यहीँनिर। यो बगैँचा चाहिँ यस्तो मजाको थियो कि अहिले यस्तो भएछ। घर पनि ठुलो बनेछ। यहाँ फुपू होम टुर हान्दैछ। यता होइन, माथि 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 लडाउँदैन है माथि। यता फुपू फुपू होइन यो हेर्ने अरे क्या ओम्माने पेमे ल ल म ए फुपू फुपू ओम्माने पेमे अरे क्या यो देखेछ। यहाँ देखाइदियो ओम्माने पेमे। यहाँ नमस्ते गर है। ढोक ल नमस्ते ल नमस्ते गर्छ न। नमस्ते हो मेरो बाबु। ल उता होइन ढोक ढोकी गर ल भयो। आऊ 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 आकाको पूजा कोठामा जबेको के उसले
यहाँबाट घरबाट देख्ने सिन वाउ सो वाउ ब्युटिफुल पहिला उयो गर्थ्यो यो घर हुँदाखेरि अब यहाँ ठुलो बगैँचा थियो यो मकबारी यता चाहिँ होइन त्यो निलो गोड चाहिँ सुरुको त्योबाट सुतुक्कै यतैसम्म हो कि ए उयोदेखि त्यो तिनटै निलो गोड भेर त्यो पुरानो घर कसको त्यो एउटै त हुन्छ छोरा जम्मा हामी चाहिँ फर्किनु लाग्यो अब यहाँ घरबाट मान्ने केटीहरू केटीहरू मान्दैन छिप्पेपछि छिपेपछि मान्दैन पनि अब 20 बजी वर्ष कटेपछि त हो कि साँच्ची हो सबैजना छिपेपछि बिहा गर्नु मन नलाग्दो 20-25 म त 24 वर्ष पुगिसक्यो त अब त्यो त नि अब तँ नि बिहा गर्नु पर्यो नि त कहाँ गर्ने अहिले केटा छैन छैन खुवाउनु पर्यो वाइफले खामला नि तपाईँलाई कसरी थाहा भयो हावा आइरहन्छ के फोन के नाम भनेर साथीको फोन हो नयाँ मात्र सुनेको छैन पुसा तपाईँले फोन गर्नुभएको रहेछ किन ल ल फुल फुलको घरको फुल होइन तपाईँहरू यहाँ बस्नु भेडाहरूलाई चाहिँ म किचनमा राख्छु क्या पङ्खाहरूलाई चाहिँ शीतल छाता छाता हेर उयो ड्राइभर भाइ उनीहरूलाई चाहिँ लगाइदिनु पङ्खा लगाएपछि शीतल हुन्छ कि यहाँ चाहिँ कठर यहाँ पुसै त्यस मसँग रिसा पुसै अनि रिसाउँदैन त चाहिए बेला फोन के काम फोन राखेर भाइलाई खेलाएको त्यहाँ पनि भाइलाई कति रके भाइलाई खेलाउँदै हैरान यहाँ चाहिँ किचन यहाँ चाहिँ अब भात खाने रे भन न पुरै बुझाएन मैले आफ्नो जे छ जस्तो छ त्यसै खुसी हुन पर्यो सैनाको देश र अरूले मर्छु भन्नु भएन अर्काको अर्का घोडा चढ्यो भने अब बुझाउनु भयो बाबु आउनु नानी उतै राखेर के फेर आएर आउनु फुपू के ल्याइदिउँ तपाईँलाई मलाई त सबै चाहियो नि अब सबै चाहियो सबै मागेको हुन्छ नि त अच्छा पानी यस्तो नराम्रो मान्छेको फोटो नखिच है त जसबाट आऊ यता आऊ यता आऊ यहाँ एक बट्टा कचर त्यो सक्यो लास्टमा यति मात्रै बाँकी छ करेला पनिर दाल चिकन यो राँगाको चिकन भात लोकल चामलको भात लोकल आएर हेर्नुहोस् भट्टाको अचार चाहिँ मिठो लाग्यो अरे मलाई चाहिँ खाखा ज्यास्पर माम गाउँ माम बाबु नो राइस पुसे बिहा नानी खाना कस्तो भयो मिठो भयो खै त कुमार पुसे कहिले काहीँ त यता अब आफन्त घरतिर हाल्दा त नसुतिनै हुन्छ नि कस्तो राम्रो फुल घाम लागेर यहाँ हाम्रो कुकुर यहाँ पुसेको घर हामी चाहिँ खाना खाएर यहाँ शीतल तापिरहेको यता पुसे माइला पुसे यता पनि पुसे
मेरो दाइ चाहिँ यता घुम्न जान लाएको छु म एक्लै यहाँ काकीलाई जाम भनेको काकी मान्नै भएन यहाँ यस्तो राम्रो फुलहरू छ यहाँ कहाँ हो यस्तो यहाँ यहाँ चाहिँ गेस्ट हाउस छ भन्नुहुन्छ यहाँ चाहिँ यहाँ रहेछ यस्तो चाहिँ के हो यस्तो रहेछ ओहो यस्तो ठाउँ रहेछ त यहाँ त खै पुसे त आउनु ए आएर नि सुतिसकेछ ए बुढोको कि बुढीको बाँच अहिले पनि उसको बुढीको बुढाको ठिकै छ जर्ने भन्नु न बुढो चाहिँ के भने पहिले यहाँ चाहिँ कस्तो राम्रो बोर्ड रहेछ यहाँ चाहिँ मान्छे बस्दैन रहेछ यो चाहिँ खोइ कर्नेलको घर भन्नुहुन्छ यहाँ दाइले सोद्धाखेरि यहाँ चाहिँ 14 बिघा जग्गा छ र यहाँ 14 बिघा जग्गा सबै यहाँ चाहिँ फार्म छ यो तल चाहिँ गाई फार्म छ यहाँ चाहिँ अरूले नै हेरेर है कर्नेल चाहिँ यो 2 वर्ष अगाडि यहाँ आएर बसेको थियो अरे अहिले चाहिँ उनीहरू काठमाडौँ गइसक्यो अनि पहिला चाहिँ हाम्रै फुपूहरूले हेर्नुहुन्थ्यो अरे फुपूहरू चाहिँ अहिले हेर्दैन फुपूहरूलाई चाहिँ कर्नेलहरूले 1 गट्ठा जग्गा चाहिँ दिएको छ र अझै पनि कर्नेलहरूको चाहिँ 14 बिघा छ अरे यहाँ यो सबै जग्गाहरू यो फुपूहरूलाई चाहिँ दिएर अनि घर बनाएर बस्नु भएको अरे कसैले चाहिँ कठर टिप्दै फुपूले चाहिँ कठर हेर्छ नि भने पुसाइ भन पुसाइ गाजाको बोट आज चाहिँ हामी अर्ग्यानिक मारियोना गाजा गाजा अब यो उसको कहाँ ल्याएको यसले सोधिसकेका हुन्छ अरे यही छोडिदिने अब उता घरमा ब्युटिफुल मारियोना त्यसलाई सुकाएर खाने हो सुकाएर हानेर के सोसियल गर्नुपर्छ अनि यसरी अनि मार्ने हो कि बबाल छ बबाल पनि 2 नम्बरी नै हो कि म्याङ्गो लेगाल नानी ल राजी भएर है 10 मा जाने ल हामी गए त खानापिना त्यही थियो बहिनीले दुध मलाई त भोलि पर्सि आउँदै लिएर आइदिनु अब फुल के कलर यस फुल अहिले अहिले त चाहिँदैन भोलि पर्सि बाई सुकु राम्रोसँग बस है बाई फुपू बाई बाबु जाऊ हस् टन्ने हुन्न ऐ नके हुने हैन फुपू 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 भन्छु सानो फुपू खेल्ने के गर्छ है खेल्ने यही छ मानेन सल खस्यो रे यहाँ चाहिँ कुशलको के हेरौँ यो त बस्नु ठाउँ होला सिडीहरू सामान ढल्दो रहेछ
क्यामेराम्यान यहाँ भदैल यहाँबाट नि जाने ठाउँ छ होइन र ए सामानै धेरै रहेछ क्या अब चाहिँ हामी घर जानु लाग्यो कान्छा को हिँड्न वाउ। तपाईँ चाहिँ माथि होइन भाउजू बस्ने माथि सुत्ने नानी भान्साबाट गर्मीले बस्न सक्दैन। ए माथि हेर्न त्यस ठाउँ रमाइलो छ यो चाहिँ हाम्रो काकाहरूको घर हो हामी यो चाहिँ पितुन्दी भन्छ यहाँ चाहिँ ढक्का ठाउँहरू राम्रो छ भाउजूको रुम रहेछ भाउजूले Jasper! Jasper! टक्कै यहाँबाट देख्ने भ्यूहरू आएर बस्नु चाहिँ बवाल छ अहिले चाहिँ गर्मी भएर के भिडियो गरेर घरको त्यहाँ घरमा गोरु बाँड्दै यहाँ कान्छी काकी मान्छे धेरै भएर नि ए हाम्रो पुसे माइला पुसे यहाँ हामी चाहिँ यहाँ दाइको घरमा आएको अब दाइको घरमा दाइलाई भेट्न आएको बाइक प्लानहरू भाउजू चाहिँ जब पनि एभाइलेबल छ यहाँ गाईको बारीमा मकै पनि रहेछ 10,000 हेर्नुहोस् यहाँ ठाउँ त यता बवाल छ हामी चाहिँ यहाँ दाइको घरमा हो अहिले फुपू हामी चाहिँ दाइको सालदाको छोरी हो क्या शान्ताको छोरी हो ए यत्रो बुढी भइसकेछ हो हो ए ल ल ए म अब के थाहा छ बस्दै बस्दै हिँडेँ कि सबै नानी ल अहिले लाग्यो पछि भेटौँ नि गर्मी छ है माया ल धन्यवाद ल बाई बाई ल ल म त फर्स्ट टाइमै थिएँ हो अब यहाँ के अस्ति भर गरेर सबै उडाइदिइहाल्यो बेकार वेस्ट अफ मनी के गरेको रङ होइन कि दाइ ए बाटो बनाइ यहाँ सबै बनाइदिन्छ नि खनेर अनि पुल चाहिँ कहाँ बनाउनु ला थिएन त्यहाँ मिसिनहरू त्यही नै हो अब कहिले बन्ला त यो पुल अब बर्खा सुरु भयो अब रेनी दाल त छैन अब बर्खा आउँछ जान्छ फेरि अब बजेट कति हालेको थियो खन्न त खनेहरू छ कि यता खनिन्छ कि यो खनेर के न बर्खामा खनेर काम लाग्छ त्यही त स्टुपिडहरू सुरु गरे जस्तो म भन्छ बनाइदियो छैन यो मिसिन हेर्नु नि यो उयो के ड्रिल मिसिन के राम्रो नगर्नु पैसा बजेट ल्याउँछ खाइदिन्छ कि बाटोमा सबै कुराहरू छ नि सबै कुरा हेर्नु
भने अब याद भने कतिको देशी गाडी त्यो एउटा देशी गाडी गयो छिर्ने लक्ष्मणको यो एलजी रहेछ त्यही हो क्या अनि यही होस् खड्के मामाको घरमा जोगेडी घर चाहिँ बबाल बनायो यहाँ चाहिँ खोलाको छेउमा घर बबाल बनायो को बस्छ त है यो छैन नि केबाट होला नि अनि भक्तियो घर उ त्यो पारि अलिक छेउमा पर्छ अलिक उतापट्टि पर्छ अलिक गुल्नु कविलास स्कुल यस स्टाइलमा खोलाको तिरमा खड्के मामाले छोरा चाहिँ एउटा छोरा आइसलाइन एउटा छोरा युके छ यो घरको मान्छे चाहिँ यहाँ चाहिँ आमा दिदीहरू बस्नुहुन्छ यो घरमा चाहिँ उनीहरू चाहिँ बाहिरै हुनुहुन्छ यहाँ चाहिँ छोराले पैसा पठाएर भनेर काका चाहिँ यहाँ पैसा पुऱ्याउनु आएको आमालाई खर्च पठाएको अरे अनि त्यही भएर हामी चाहिँ आएको खोलाको तिरमा आनन्द बसेर ए मजाले फले रहेछ अनार अनार यो त अङ्गुर होला है फेरि यो अङ्गुर होइन अनि ए टाङ्गीको साग भनिरहेको थियो फुपूले बुढो हजुर उयो अङ्गुरको बोट हो तर फले खान अङ्गुर चाहिँ उयो टाङ्गीको साग हेर्नु न यस्तो मजाले खोलाको तिरमा तर यो ट्याङ्कीको साग हजुर यहाँ त अब लुच्चिपले लड्छ जानु खोलाको तिरमा आइपुग्यो म त टक्क लगाएर यहाँनिर सामान किन्न आएको छ डाइरेक्ट घर नपसिकन उता काका घरबाट चाहिँ आएर जुगेडी गएर पनि खोलाएर